है साथीहरु फाइनल्ली अब हाम्रो काम आज घरिटीसम्म काम भइरहेछ अन्य काम चलिरहेछ यसरी कन्टिन्यू काम चलिरहेछ सुशील भाइ अरे विकास भाइ यताउता चित्रे भाइ मैले दाइ हेलो विकास सर हजुर कस्तो भइरहेको काम यता आज धार दुखेर बल्ल आयो हाम्रो ओमे भाइ के छ त नि खबर ए भिन्दा विकास सर त अब 3 दिन ठग्नु भयो गरे सुत्नु भयो यता माइला दाइको के छ अर्को माइला भाइको के छ माल भाइ माल भाइ भाइ उताखेरि हाम्रो हिजो बचेको बाँकी झापन मिलाउने काम उता भइरहेछ यताखेरि मुनतिरको रेलो सिमेन्टनी काम भइरहेछ ल साथीहरू अब बिचमा देखाइरह हाम्रो मेरो चाहिँ खन्ने काम भइरहेछ यो गैँचीबाट हट काम गर्ने मान्छे भन्नु म नबोलिकन गराउने क्या सबैले काम गरे जस्तो गर भाइ क्यामेराले खिची खादियो होइन हजुर त अब बुढो मान्छे आलु खनेको पनि देखाइदिनु पर्यो माइलालाई देखा माइलालाई उहाँ त झन् सुशीलै बेकार भाइ साथीहरू अब हाम्रो कामको विवरण फाइनल्ली लगभग सकिन लागिसकेको छ त्यसले गरेको काम विवरण हेर मैले ल विकास सर किन बस्नु भयो यार यसरी यार थाकियो मौसम खण्डा खण्डा यिनीहरू सुवर्णको लागि ठाउँ बनाएर राखिदिएका छौँ ए हेर्नु सक्नुहुन्छ ठ्याक्कनिर यो चाहिँ मेरो घर भयो के अरे यो चाहिँ हिला गाउँ सुशील सर जतिखेर बसेकै हो र यो सुदीप भन्ने मान्छे हो अहिले 7 मा गयो अरे ए 8 मा गयो अरे है ल फाइनल्ली यो गतिमा आइसक्यो ल साथीहरू फाइनल्ली अब हामीले डिङ खनेर सक्यो अब डिङ खनिसकेपछिको काम चाहिँ भोलि हाम्रो जग राख्ने काम भोलि हुन्छ भोलि ल हेर्नु सक्नुहुन्छ फाइनल ट्याक्क लगाएर हामी यतिखेरि खनिसक्यो अब भोलि हाम्रो जग राख्ने काम हुन्छ पुरै क्लियर हुन्छ ल फाइनल्ली साथीहरू यहाँ आउनुहुन्छ हाम्रो काम अब बाँकी कुरा अब भोलि आजको भ्लग 1-2 मिनट कतिको भयो अब त्यो पनि अपलोड भइहाल्छ तपाईँले हेर्नु ल लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनुहोस् साथीहरू ल आजको लागि बिदा मागौँ ल जाँदा अब ट्याक्क लगाएर यसो रन्नम भ्यू यता अलि तारखोलातिरको देख्ने भ्यू ल